नेपालकै प्रमुख पहिचानहरूको रूपमा मानिने परम्परामध्ये एक हो कुमारी प्रथा। कुमारी भनेको सानी बालिका हुन् जसलाई देवी तलेजु भवानीको जीवित अवतार मानी पूजा गरिन्छ। यो परम्परा विशेष गरी नेवार समुदायसँग सम्बन्धित छ। मल्लकालमा काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्ल देवी तलेजुका परम भक्त थिए। भनाइअनुसार देवी तलेजु राति दरबारमा अवतरण गर्थिन् र राजासँग चौपट खेल्थिन्। देवी राजालाई राज्य सञ्चालनका उपाय बताउँथिन्। एक रात खेल्दाखेरि राजाले देवीलाई मानव दृष्टिले हेरेर मर्यादा भङ्ग गरे। त्यो देखेर देवी क्रुद्ध भइन् र भनिन्, अब म यति सजिलै तिमीहरू सामु प्रकट हुने छैन। म एक अबोध बालिकामा वास गर्नेछु। त्यसपछि देवी अदृश्य भइन्। राजाले धेरै पूजा गरे। अन्ततः सपनामा देवी प्रकट भइन् र शाक्य वंशकी कन्या खोज्न आदेश दिइन्। यही आदेशबाट कुमारी प्रथा सुरु भएको मानिन्छ।